फङभङदेनमा झरना हिँड्ने बाटो यो उकालो लिस्नु हाम्रो ताप्लेजुङको फङभङदेनमा छाँगा जाने बाटो। हाम्रो लिम्बू भाषाबाट फङभङदेममा छाँगा भन्छ। झरना भनेको नेपाली हो, छाँगा भनेको लिम्बू भाषा हो। यो जाने बाटो धेरैभन्दा अहिले धेरै राम्रो बनाएको रहेछ। झरना यहाँ देख्न सकिन्छ। यो विश्वको लामो झरना हो। यो ताप्लेजुङको फङभङदेममा छाँगा हो।